चितवनमा 2000 भन्दा बढी करदाता निलम्बित। म कृपे राई, मिडिया, टेक्की आधिकारिक समाचार प्रस्तुतिका हुँ। आन्तरिक राजस्व कार्यालय भरतपुरले 2302 मूल्य अभिवृद्धि करदातालाई निलम्बन गरेको छ। 6 महिनासम्म लगातार कर विवरण नबुझाउने करदातालाई कारबाही गरिएको हो। कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार 2400 करदातामध्ये यति धेरैले विवरण बुझाएनन्। बाट प्राप्त जानकारी अनुसार यसले कर राजस्व सङ्कलनमा असर पार्न सक्छ। विभागले यस्ता कारबाहीलाई निरन्तरता दिने जनाएको छ। कृपया ध्यान दिनुहोस्, यो समाचार प्रणाली अझै पनि परीक्षण र प्रशिक्षणको क्रममा छ। केही त्रुटिहरू देखा परेमा हामी क्षमा प्रार्थी छौँ। सबै सामग्री कृत्रिम बुद्धिमत्ताद्वारा स्वतः तयार पारिएको हो र यसलाई निरन्तर सुधार गर्ने प्रयास गरिरहेका छौँ। भविष्यमा अझ सटिक र विश्वसनीय जानकारी प्रदान गर्ने हाम्रो लक्ष्य हो।